अहिले चाहिँ यो ढाकिसकेको अवस्था छ र हामी यहाँ मन्दिर आइरहेको छौँ। यो ढोरपाटन महादेवको मन्दिर। जय ढोरपाटन बाबा की जय। हर हर महादेव। हाम्रो एकदम मनको आस्था पुरा गरिदिने चाहिँ ठुलो विश्वास छ। ढोरपाटन चाहिँ मन्दिर हो यो। मन्दिरमा छौँ। हाम्रो हामी चाहिँ चिसो लास्टै चिसो छ। हेर्न सक्नु चाहिँ यस्तो चिसोमा चाहिँ हिउँ परिरहेको बेला छ। तै पनि हामी चाहिँ बिहान उठेर लै परमेश्वर ढोरपाटन परमेश्वर ढोरपाटन बराहधाम देख्न सक्नुहुन्छ। ढोरपाटन बराहधाम। यता यो चाहिँ 108 धारा छ। ढोरबराहा। यसो म नुहाउन पनि गइरहेको छु। ओम हर 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 महादेव 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 हर हर महादेव। ओम हर हर महादेव हर हर। ओम हर हर महादेव हर हर महादेव हर हर महादेव हर। ओम हर हर महादेव हर हर महादेव। हामी स्नान पनि गरिसकेका छौँ। स्नान गर्दैछन् बाबाहरू। बराहा क्षेत्र हो हाम्रो है। यो हाम्रो अस्ति चाहिँ अहिलेको हालको प्रधानमन्त्रीले भन्नुभएको हाम्रो बराहा क्षेत्र भनेको यो सबैभन्दा पुरानो हाम्रो के अरे यो धार्मिक स्थल। यसलाई चाहिँ बराहा क्षेत्र ढोरबराहा होइन त सर? ढोरबराहा बराहा क्षेत्र हो। यसलाई बराहा क्षेत्र